हाम्रो बाउ आऊ पराल उठाइराखन् के गरेर हुन् बुवा के गर्नु भएको त भात खानु भयो त किन त पकाउनु भयो त पका हैन उता ढेका रमेले पकाछ भन्थ्यो के जब मासु केरे वरा सब उसो के राखेको छ के को मासु बाख्राको काट्यो कि मरे काटेको उले उसको के अरे दाइको नाम के अरे ठुलाइको होमे होमेले बैला बाख्रा थियो त्यही काटेको अनि मुसुरो छरिसक्नु भयो हो मुसुर छरिसकेको छ धान उठाइदियो अब बाँझो बस्ने बेला मुसुरो र तोरी हान्दैछ क्या त तमाङले भने थिए तिम्रो ठुलबाउले मुसुरो छर्दै खा अघि छर्दै थियो भन्थ्यो बाउको हात चल्दैन त्यही भएर होला भन्दै थिएँ त्यही भनेर चाहिँ एकमा हात चलाउँदै हान्दै बेला ल ल दुलो रेन अनि त्यहाँबाट छोडेर उयो खर काट्न गएको छ अरे खर काट्नु किनभने फेरि खर चाहिँ छाप्रो छाउने होला नि त त्यो छाप्रो ट्र्याक्टर त कता हो कता सानो त उता जान लाग्छ ह सानो त उता जान लाग्छ हौ कता त्यता जोत्न उता कसो जोत्छ र उता निलप्रसादको हो कि गोपालको हो कि ट्र्याक्टर त उता फर्का हौ उसमा चाहिँ त जोतिसकेको छ मुसुर छरिसकेको छ त्यसमा धान बसेको अनि त्यो चाहिँ केलाई राख्नु भएको त कुन चाहिँ ऊ त्यो मुसुरो मुसुरो होइन तोरी हो तोरी नि किन्नु भयो म ठुलाले पठाइदिएको मुसुरो तोरी मुसुरो र तोरी पठाइदिनु भयो अनि साइकलमा जानु भयो साइकलमा गएको कति घन्टा लाग्यो त 1 घन्टा मैनीले नि भर्खर फोन गरिरहेको थियो त्यसो जोन थलेर थियो होला त्यही त ट्र्याक्टर उता फर्का त अनि चाबी कहाँ त नानी छोडेर आएको छु देखा के बोकेर हिँड्नु लन्ठन लन्ठन भनेर लिएर हुन्थ्यो नि त अनि आरामसित गयो हुन्थ्यो बोकेर ल्याएछ अटोमा आऊ